हेलो स्टुडेन्ट, म चाहिँ क्लास 6 को चाहिँ मैले चाहिँ च्याप्टर 2 को होल नम्बरको चाहिँ मैले चाहिँ एक्सर्साइजहरू गर्दैछु भने आज चाहिँ 2.7 रहेको छ। यो चाहिँ हाइएस्ट कमन फ्याक्टरको रहेको छ एक्सर्साइज चाहिँ। मैले चाहिँ यो एक्सर्साइज चाहिँ धेरै रहेको छ भने यो एक्सर्साइजहरू चाहिँ होल नम्बरमा एक्सर्साइजहरू चाहिँ धेरै रहेको छ भने आज चाहिँ 2.7 रहेको छ। म सकेसम्म 2.7 र 2.8 चाहिँ लास्ट रहेको छ। यो दुईवटा चाहिँ म एउटै भिडियोमा चाहिँ बनाउने कोसिस गर्छु। कतिको लामो हुन्छ त्यो हेरौँ। र यदि तपाईँले राकेश म्याथ एकाडेमी च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र मसँग जोडिनु होला। र यदि टिकटक फेसबुक हुनुहुन्छ भने फलो गर्नुहोला है भन्दै आजको एक्सर्साइज चाहिँ म सुरु गर्छु। र एक्सर्साइज 2.7 रहेको छ, एचसिएफको रहेको छ, हाइएस्ट कमन फ्याक्टरको रहेको छ भने एक्सर्साइजमा हामीले देख्न सक्छौँ राइट द साइन टी फर द करेक्ट स्टेटमेन्ट एन्ड द साइन क्रस फर द फल्स स्टेटमेन्ट भनेको छ। यदि ठिक छ भने यदि स्टेटमेन्ट ठिक छ भने ठिक चिन्ह लगाऊ र छैन भने क्रस, यदि बेठिक छ भने चाहिँ क्रस चिन्ह लगाऊ भनेको छ। यसमा देख्न सक्छौँ हामीले देयर इज ओन्ली वान फ्याक्टर अफ प्राइम नम्बर। प्राइम नम्बरको फ्याक्टर चाहिँ एउटा हो त, दुईवटा हो। प्राइम नम्बरको फ्याक्टर दुईवटा हो, त्यसैले यो स्टेटमेन्ट चाहिँ हाम्रो चाहिँ गलत रहेको छ। र त्यस्तै गरी बीमा जान्छ हामी द लार्जेस्ट कमन फ्याक्टर मल्टिपल्स 25 एन्ड 45 इज 5 भनेको छ। 25 र 45 को चाहिँ लार्जेस्ट कमन फ्याक्टर चाहिँ हाम्रो 5 हो भनेको छ। यो चाहिँ ट्रु रहेको छ। यो चाहिँ हाम्रो चाहिँ 25 र 45 को चाहिँ हाम्रो चाहिँ लार्जेस्ट कमन फ्याक्टर चाहिँ हाम्रो कति हुन्छ, यसलाई हामीले चाहिँ फ्याक्टराइजेसन गर्दाखेरि चाहिँ कति हुन्छ 5 5 25 हुन्छ। र यसको चाहिँ हाम्रो चाहिँ यतापट्टि देख्न सक्छौँ, यो तरिकाबाट पनि गर्न सक्छौँ हामीले चाहिँ। यो चाहिँ प्राइम फ्याक्टराइजेसन मेथड रहेको छ। अर्को मेथडबाट पनि गर्न सक्छौँ हामीले चाहिँ सेट अफ फ्याक्टरबाट पनि गर्न सक्छौँ है। भनेपछि 45 रहेको छ। 45 लाई चाहिँ कतिले जान्छ हाम्रो 5 ले गर्दाखेरि कतिचोटि जान्छ 9 चोटि जान्छ। 5 9 चाहिँ 45 र 9 लाई 3 3 चाहिँ 9 रहेको छ। हाइएस्ट चाहिँ हाम्रो के छ 5 रहेको छ। कमन चाहिँ हाम्रो चाहिँ 5 आएको छ भने 5 चाहिँ हाम्रो चाहिँ के छ हाइएस्ट कमन फ्याक्टर चाहिँ हाम्रो 5 रहेको छ। यो चाहिँ राइट रहेको छ, बीको ठिक राइट रहेको छ। त्यस्तै गरी हामी अर्को जान्छ सीमा द सिम्पलेस्ट नम्बर द्याट द डिभाइड्स द गिभन नम्बर्स एक्चुअली इज द एचसिएफ भनेको छ। सिम्पलेस्ट नम्बर होइन है, हाइएस्ट नम्बर। एचसिएफ हुनलाई हाइएस्ट नम्बर चाहिन्छ हामीलाई, यो सिम्पलेस्ट नम्बर होइन। यो स्टेटमेन्ट पनि हाम्रो चाहिँ गलत रहेको छ। र डीमा जान्छ हामी, डीको रहेको छ द नम्बर 55 एन्ड 33 एक्चुअली डिभाइडेड बाई द लार्जेस्ट कमन फ्याक्टर 11 इन दियर द एचसिएफ भनेको छ है। 55 र 33 को चाहिँ हाइएस्ट कमन फ्याक्टर चाहिँ अथवा लार्जेस्ट कमन फ्याक्टर चाहिँ हाम्रो 11 नै रहेको छ। यो स्टेटमेन्ट चाहिँ हाम्रो ठिक रहेको छ। र दुईमा जान्छौँ म फाइन्ड द एचसिएफ अफ द फलोइङ गिभन नम्बर्स बाई फर्मेटिङ अ सेट अफ फ्याक्टर भनेको छ। हामीले चाहिँ सेटको फर्मेट बनाएर चाहिँ यसलाई चाहिँ गर्नुपर्ने हुन्छ। यसको चाहिँ हामीले एचसिएफ निकाल्नुपर्ने हुन्छ। र मैले चाहिँ यसलाई चाहिँ मैले निकालिसकेको छु भने मैले तपाईँहरूलाई चाहिँ अलिकति देखाउँछु, सिकाउँछु। यो चाहिँ यहाँ देख्न सक्नुहुन्छ 2 को एमा रहेको छ हाम्रो 18 र 24 दिएको छ। यसलाई चाहिँ एचसिएफ निकाल्नु छ है। हामीले चाहिँ के निकाल्नु छ, एचसिएफ निकाल्नु छ। एचसिएफ हाइएस्ट कमन फ्याक्टर निकाल्नु छ भने हामीले देख्न सक्छौँ यहाँ चाहिँ 18 एन्ड 24 रहेको छ। र सेट अफ 18 भनेको छ, सेट अफ फ्याक्टर अफ 18 को फ्याक्टर चाहिँ हाम्रो कति हुँदो रहेछ, 18 को फ्याक्टर चाहिँ हाम्रो चाहिँ देख्न सक्छौँ 1 2 3 6 9 18 ले चाहिँ जाँदो रहेछ है। 18 लाई भाग जाने सङ्ख्याहरू है। 18 को फ्याक्टर भनेको 18 लाई चाहिँ कुन सङ्ख्याले चाहिँ भाग जान्छ, कुन नम्बरले भाग जान्छ भनेको छ। 1 ले जान्छ, 2 ले, 3 ले, 6 ले, 9 ले, 18 ले जान्छ। हामीले सेटको फर्मेटमा लेख्नुपर्ने छ। यसरी चाहिँ हामीले चाहिँ यो चाहिँ सेट हामीले चाहिँ लिसनिङ मेथडबाट चाहिँ यो त्यही भएर सेटको लिसनिङ मेथडबाट लेखेका छौँ भने सेट अफ द फ्याक्टर अफ 24 को फ्याक्टर चाहिँ 24 लाई भाग जाने सङ्ख्याहरू चाहिँ के छन्, 1 ले जान्छ, 2 ले, 3 ले, 4 ले, 6 ले, 8 ले, 12 र 24 ले जान्छ भनेपछि यसको कमन फ्याक्टर चाहिँ के आयो त हाम्रो। कमन फ्याक्टर चाहिँ के आयो 1 2 3 अनि 6 आयो। कमन फ्याक्टरहरू चाहिँ हाम्रो कति आयो 1 2 3 6 आयो। यो दुईवटा चाहिँ कमन फ्याक्टरहरू रहेको छ। यो दुईवटाका 18 र 24 को कमन 18 र 24 को कमन फ्याक्टर चाहिँ हाम्रो 1 2 3 6 रहेको छ। हामीलाई चाहिँ चाहिएको छ हाइएस्ट कमन फ्याक्टर चाहिएको। हामीले एचसिएफ भनेको हाइएस्ट कमन फ्याक्टर हो। योमा चाहिँ कमन फ्याक्टर मध्ये सबभन्दा हाइएस्ट चाहिँ कुन छ हाम्रो 6 छ। त्यसैले हाम्रो एचसिएफ पनि कति हुन्छ 6 चाहिँ हुन्छ। र फेरि अर्को रहेको छ बीमा 14 एन्ड 18 को रहेको छ। 14 र 18 को चाहिँ हामीले गर्न सक्छौँ। 14 र 18 को चाहिँ हामीले चाहिँ पहिला निकाल्नु पर्ने हुन्छ 14 र 21 को है। 14 र 18 होइन, 14 र 21 को चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ भने चाहिँ यहाँ रहेको छ 14 एन्ड 21 रहेको छ। सेट अफ द फ्याक्टर अफ 14 को फ्याक्टर चाहिँ 1 2 7 र नि हाम्रो 14 रहेको छ। यसले 14 लाई भाग जाने सङ्ख्याहरू हो भने सेट अफ फ्याक्टर अफ 21 का फ्याक्टरहरू चाहिँ के हुन् 1 3 7 21 भनेको 21 लाई भाग जाने सङ्ख्याहरू चाहिँ 1 ले जान्छ,
1 ले जान्छ, 3 ले जान्छ, 7 ले जान्छ अनि 21 ले जान्छ। भनेपछि यो दुईटामा चाहिँ हाम्रो चाहिँ कमन के छ त भनेको चाहिँ हाम्रो 1 कमन रहेको छ एउटा, अनि अर्को हाम्रो 7 कमन रहेको छ। भनेपछि हामीलाई चाहियो त एचसीएफ त हाइएस्ट कमन फ्याक्टर हो। दुईवटा कमन फ्याक्टर भन्दै 1 र 7 मा ठुलो त 7 रहेको छ, त्यही भएर 7 चाहिँ हाम्रो एचसीएफ चाहिँ कति आयो, 7 आयो। हाइएस्ट कमन फ्याक्टर चाहिँ हाम्रो 7 आयो। र त्यस्तै गरी हामी चाहिँ अब जान्छौँ, अब हाम्रो चाहिँ 16 मा रहेको छ, 16 मा के सीमा रहेको छ, सीको 16 र 24 रहेको छ हामीले देख्न सक्छौँ। र यसमा रहेको छ हाम्रो सेट अफ द फ्याक्टर अफ 16 रहेको छ है। 16 को फ्याक्टर चाहिँ हामीले गर्नुपर्ने हुन्छ। सेट अफ फ्याक्टर 16 को 1 2 4 8 अनि 16 रहेको छ। यसलाई भाग्जाने सङ्ख्याहरू रहेको छ। सेट अफ द 24 को फ्याक्टरहरू हामीले यहाँ देख्न सक्छौँ 1 2 3 4 6 8 12 24 रहेको छ। भने कमन फ्याक्टरहरू चाहिँ के छ, यसको कमन फ्याक्टर चाहिँ 1 2 4 र 8 रहेको छ। यसलाई चाहिँ हाम्रो 1 कमन रहेको छ, 2 कमन रहेको छ अनि 4 कमन रहेको छ अनि हामीलाई चाहिँ 8 कमन रहेको छ है। यो चारवटा कमन रहेको छ नि। हाइएस्ट कमन फ्याक्टर चाहिँ हाम्रो 8 रहेको छ। कमन मध्ये सबभन्दा ठुलो 8 रहेको छ भने 8 चाहिँ हाम्रो चाहिँ के छ, एचसीएफ हुन्छ। भनेपछि अब डीमा जान्छ हामी 48 र 72 मा रहेको छ। सेट अफ 48 को फ्याक्टरहरू चाहिँ हाम्रो 1 ले 2 3 4 6 8 12 16 24 र 48 रहेको छ। त्यस्तै गरी 72 को फ्याक्टर पनि हामीले देख्न सक्छौँ। यी सङ्ख्याहरूले चाहिँ 72 लाई चाहिँ भाग जान्छ है। यिनीहरू 1 ले जान्छ, 2 ले 3 ले 4 ले 6 ले 8 ले 9 ले 12 ले 18 ले 24 ले 36 ले 42 ले सबैले जान्छ। भनेपछि कमन फ्याक्टरहरू कति आयो त हाम्रो 1 2 3 4 6 8 12 र 24 आयो। भनेपछि कमन फ्याक्टर आयो भने हामीलाई चाहिएको हाइएस्ट कमन फ्याक्टर हो। यो मध्ये चाहिँ सबभन्दा ठुलो चाहिँ कुन छ, हाम्रो चाहिँ 24 रहेको छ। भनेपछि एचसीएफ इज द 24 चाहिँ राइट एन्सर रहेको छ। एचसीएफ चाहिँ हाम्रो ईमा रहेको छ 36 एन्ड 48 रहेको छ। सेट अफ फ्याक्टर अफ द 36 रहेको छ भने 36 को चाहिँ हामीले देख्न सक्छौँ 36 को फ्याक्टरहरू रहेको छ। त्यस्तै गरी हाम्रो चाहिँ सेट अफ 48 का फ्याक्टरहरू यो रहेको छ। भनेपछि यी मध्ये दुईटाको कमन चाहिँ कुन छ, दुईटैमा भएको है। कमन भनेको चाहिँ दुईटैमा भएको चाहिँ 1 छ, 2 छ, दुईटैमा 3 छ, 4 छ, 6 छ र 12 छ। यति चाहिँ कमन छ, अरू चाहिँ कमन छैन। हाम्रो चाहिँ कमन मध्ये पनि हामीलाई चाहिँ हाइएस्ट चाहिएको, हाइएस्ट चाहिँ हाम्रो 12 रहेको छ भने एचसीएफ चाहिँ 12 रहेको छ। यसरी चाहिँ हामीले चाहिँ 2 को चाहिँ यो तरिकाले चाहिँ हामीले सहजै तरिकाले चाहिँ एचसीएफ निकाल्न सक्छौँ। सेट मेथडबाट चाहिँ हामीले चाहिँ यो चाहिँ हामीले गर्न सक्छौँ। हामीलाई चाहिँ सेट अफ द फ्याक्टर भनेको सेटको मेथडबाट चाहिँ फ्याक्टराइजेसन गरेर चाहिँ हामीले चाहिँ 2 को चाहिँ यसरी सल्भ गर्न सक्छौँ यो तरिकाले 2 को चाहिँ। भनेपछि अब 3 मा रहेको छ। अब हामी 3 मा जान्छौँ र क्वेसन नम्बर 3 मा रहेको छ फाइन्ड द एचसीएफ अफ द फलोइङ गिभन नम्बर बाई द मेथड अफ द प्राइम फ्याक्टराइजेसन भनेको छ। हामी चाहिँ आज चाहिँ एचसीएफ निकाल्न कुन चाहिँ प्राइम फ्याक्टराइजेसन मेथडबाट चाहिँ एचसीएफ कसरी निकाल्न सकिन्छ, हाइएस्ट कमन फ्याक्टर चाहिँ कसरी निकाल्न सकिन्छ त्यो रहेको छ 3 नम्बर क्वेसनमा। त्यो चाहिँ म सल्भ गर्छु। र यहाँनिर रहेको छ एमा रहेको छ 42 एन्ड 56 रहेको छ। 42 र 56 रहेको छ भने प्राइम फ्याक्टराइजेसन चाहिँ हाम्रो कति हुँदो रहेछ, 2 3 7 हुँदो रहेछ। 42 को प्राइम फ्याक्टराइजेसन चाहिँ हाम्रो चाहिँ कति हुँदो रहेछ, 42 को प्राइम फ्याक्टराइजेसन चाहिँ हाम्रो चाहिँ 2 3 7 हुँदो रहेछ। प्राइम फ्याक्टराइजेसन कसरी गर्ने, यो तरिकाबाट चाहिँ हामीले गर्न सक्छौँ। 42 लाई चाहिँ प्राइम फ्याक्टराइजेसन चाहिँ हामीले चाहिँ यो तरिकाबाट गर्थ्यौँ हामीले। 42 लाई चाहिँ 42 को प्राइम फ्याक्टराइज चाहिँ हाम्रो चाहिँ 42 को प्राइम फ्याक्टराइजेसन चाहिँ हामी चाहिँ के गरेर गर्थ्यौँ, यो तरिकाले चाहिँ गर्थ्यौँ। 2 ले जान्छ, 2 2 जा 4 2 1 जा 2 हुन्थ्यो भने 21 लाई चाहिँ हामीले कसरी जान्छ, 21 लाई चाहिँ 3 7 जा 21 हुन्छ। भनेपछि यो तरिकाबाट चाहिँ हामीले गर्थ्यौँ भने यो 2 3 7 चाहिँ हाम्रो 2 3 अनि 7 चाहिँ हाम्रो चाहिँ यसको प्राइम फ्याक्टराइज रहेको छ। भने प्राइम नम्बर भनेको हामीले चाहिँ दुईवटा फ्याक्टर मात्र भएको नम्बर चाहिँ हामीले गर्नुपर्ने हुन्छ, जुन चाहिँ हामीले चाहिँ पहिले पढिसकेको छौँ प्राइम नम्बर भनेको। त्यो एउटा हाम्रो चाहिँ प्राइम फ्याक्टराइजेसन अफ द 56 को प्राइम फ्याक्टराइजेसन कति हुँदो रहेछ, 2 2 अनि 7 हुँदो रहेछ। यहाँ 2 28 जा 56 भयो, 2 14 जा 28 भयो, 2 7 जा 14 रहेको छ। अनि यो चाहिँ हाम्रो चाहिँ प्राइम फ्याक्टराइजेसन रहेको छ, फ्याक्टर नम्बरहरू रहेको छ। भने यो चाहिँ हाम्रो चाहिँ के भयो, कमन प्राइम फ्याक्टर भनेको छ। कमन चाहिँ हाम्रो कति आयो, एमा 2 छ, एमा 2 छ, यसको 2 छ, यसको 2 छ, एमा अरूको 2 छैन, 3 छैन, यसमा भनेपछि 7 छ। भनेपछि प्राइम फ्याक्टराइजेसन कुन आयो, 2 र 7 चाहिँ कमन आयो। कमन फ्याक्टरहरू चाहिँ 2 र 7 छ भने चाहिँ 2 × 7 कति भयो, 14 भयो। यसको एचसीएफ चाहिँ कति हुँदो रहेछ, 14 हुँदो रहेछ। यो तरिकाबाट चाहिँ हामीले सल्भ गर्न सक्छौँ। र हाम्रो चाहिँ 60 र 75 रहेको छ। 2 मा चाहिँ हाम्रो प्राइम फ्याक्टराइजेसन अफ 60 को प्राइम फ्याक्टराइजेसन कति हुन्छ, 2 2 3 5 हुँदो रहेछ।
प्राइम नम्बरहरूले मात्रै गर्नुपर्ने हुन्छ। त्यही भएर हाम्रो चाहिँ 2 2 3 5 आएको छ भने यहाँ चाहिँ 2 ले 60 लाई 30 चोटि गएको छ, 2 ले 15 जा 30 हुन्छ, 3 5 जा 15 हुन्छ। यो चाहिँ हाम्रो चाहिँ फ्याक्टर रहेको छ कतिको 60 को फ्याक्टर रहेको छ भने यता 75 को फ्याक्टर रहेको छ। 2 ले जान्न भने 3 ले 3 25 जा 75 5 5 जा 75 भनेपछि यो चाहिँ हाम्रो चाहिँ के रहेको छ 75 को चाहिँ प्राइम फ्याक्टरहरू रहेको छ। भनेपछि हाम्रो यो दुईटामा कमन के छ त? कमन भनेको यसमा पनि 3 छ, यसमा पनि 3 छ, यसमा 5 छ, यसमा 5 छ। दुईवटा 3 र 5 भयो भने 3 × 5 गर्दा चाहिँ कति आयो 15 चाहिँ हाम्रो एन्सर आयो। एससीएफ चाहिँ हाम्रो कति हुँदो रहेछ 15 हुँदो रहेछ। त्यस्तै गरी हाम्रो सीमा छ, सीमा पनि 54 अनि 90 को चाहिँ हाम्रो छ। 54 को प्राइम फ्याक्टरहरू के छन्? यो चाहिँ 54 को प्राइम फ्याक्टरहरू भयो। 90 को प्राइम फ्याक्टर चाहिँ हाम्रो चाहिँ देख्न सक्छ यो 90 को कमन फ्याक्टरहरू भयो भनेपछि यसको कमन चाहिँ हाम्रो 2 3 एन्ड 3। यहाँ 2 आएको छ, यहाँ 2 छ, 3 छ, यहाँ पनि 3 छ, यहाँ 3 छ अर्को, यहाँ पनि 3 छ भनेपछि हाम्रो चाहिँ 2 × 3 × 3 गर्दा चाहिँ कति आयो 3 2 जा 6 6 3 जा कति हुन्छ 18 चाहिँ हाम्रो चाहिँ एससीएफ चाहिँ हाम्रो कति आयो हाइएस्ट कमन फ्याक्टर चाहिँ हाम्रो 18 हुन्छ कतिको 54 र 90 को। र अर्को रहेको छ हाम्रो 2 मा देख्न सक्छौँ हामीले र 2 को हेरौँ। अब 2 मा रहेको छ डी मा रहेको छ 45 र 60 रहेको छ। 45 र 60 मा चाहिँ हाम्रो चाहिँ 45 को चाहिँ हाम्रो चाहिँ प्राइम फ्याक्टर चाहिँ हाम्रो 335 रहेको छ। त्यस्तै गरी 60 को प्राइम फ्याक्टर 2235 रहेको छ हाम्रो। भनेपछि यो दुईटामा चाहिँ हाम्रो के कमन आयो? त्यो दुईटामा हाम्रो चाहिँ 3 कमन आयो, 3 र 5। यो 3 5 हुन्छ नि, अनि 3 र 5 छ भने 3 5 जो कति आयो 15 चाहिँ हाम्रो चाहिँ के आयो एससीएफ हाइएस्ट कमन फ्याक्टर चाहिँ हाम्रो 15 आयो। त्यस्तै गरी ईमा रहेको छ 18 र 27 रहेको छ। 18 को फ्याक्टर भनेको प्राइम फ्याक्टर भनेको 2 3 3 आयो हाम्रो। 27 को प्राइम फ्याक्टर भनेको हाम्रो चाहिँ 3 3 3 आयो। 3 9 जा 27 हुन्छ, 3 3 जा 9 हुन्छ भने चाहिँ हामीले डिभाइड गरेको यो चाहिँ। र यहाँ चाहिँ यसको दुईटाको कमन चाहिँ कति आयो 3 3 आयो। यसमा पनि दुईटा 3 छ, यसमा पनि दुईटा 3 छ। दुईटा 3 चाहिँ हाम्रो कमन आयो भनेपछि 3 × 3 9 चाहिँ हाइएस्ट कमन फ्याक्टर एससीएफ हुन्छ। त्यस्तै गरी एफमा जान्छ हामी 12 15 र 21 रहेको छ भनेको यसको चाहिँ हामीले चाहिँ देख्न सक्छौँ हामीले चाहिँ यहाँ चाहिँ यसका प्राइम फ्याक्टरहरू रहेका छन् भने यो तिनटैमा साझा खोज्नु पऱ्यो है। अब दुईटा मात्रै होइन कि तिनटैमा साझा खोज्नु। यो तिनटैमा साझा चाहिँ के छ हाम्रो? यो तिनटैमा साझा चाहिँ के छ हाम्रो 3 मात्रै छ। यसमा 3 3 3 छ भनेपछि हाम्रो चाहिँ यसमा साझा भनेको 3 मात्रै छ भनेपछि एससीएफ चाहिँ हाम्रो तिनटामा चाहिँ कुन भयो हाइएस्ट कमन फ्याक्टर चाहिँ 3 रहेको छ एन्सर। त्यस्तै गरी जीमा देख्न सक्छौँ हामीले 18 24 र 36 रहेको छ। अहिले पनि हामी तिनटैलाई हेरौँ। तिनटैको चाहिँ हाम्रो चाहिँ यहाँ प्राइम फ्याक्टरहरू दिएको छ, हामीले डिभाइड गरेर गर्न सक्छौँ। यो सबै डिभाइड रहेको छ भने प्राइम नम्बरले डिभाइड गरेर चाहिँ यसको कमन के छ? यो तिनटैमा कमन भनेको हाम्रो 2 र 3 चाहिँ कमन आएको छ। भनेपछि यसमा पनि 2 र 3 छ, यसमा पनि 2 र 3 छ, यसमा पनि 2 र 3 छ भनेपछि 2 र 3 कमन आयो भने 2 3 चाहिँ हाम्रो कति भयो 6 चाहिँ हाम्रो एन्सर भयो। र अर्को जीमा रहेको छ एचमा जान्छौँ अब हामी। र एचमा रहेको छ हामीले देख्न सक्छौँ एचको रहेको छ 14 28 र 35 को रहेको छ। यसमा चाहिँ हाम्रो चाहिँ यहाँ देख्न सक्छौँ फ्याक्टरहरू यहाँ रहेको छ अनि यसको कमन फ्याक्टरहरू हामीले माथि देख्न सक्छौँ। यसको कमन फ्याक्टर कति रहेको छ? यसमा 2 र 7 रहेको छ, यसमा पनि 2 र 7 छ, यसमा 5 7 छ भने यसमा तिनटैमा त 2 छैन भनेपछि हाम्रो 7 मात्रै चाहिँ कमन फ्याक्टर भयो। हाइएस्ट कमन फ्याक्टर चाहिँ हाम्रो कति हुन्छ 7 हुन्छ। र 16 24 र 40 मा हाम्रो देख्न सक्छौँ यहाँ चाहिँ हाम्रो प्राइम फ्याक्टराइजेसन गरेको छ यो तिनटैको। भनेपछि यहाँ चाहिँ हाम्रो चाहिँ कमन के छ यो दुईटामा तिनटामा भनेपछि 2 3 वटा 2, यसमा 3 र 2 छ, यसमा 3 वटा 2 छ, यसमा 3 वटा 2 छ। यो 3 र 2 कमा भनेको मल्टिप्लाई गर्दा 2 को पावर 3 भनेको 8 चाहिँ हाम्रो चाहिँ हाइएस्ट कमन फ्याक्टर हुन्छ। त्यस्तै लास्ट रहेको छ जेमा रहेको छ 30 35 र 90 रहेको छ भने यसको चाहिँ यहाँ हाम्रो प्राइम फ्याक्टरहरू चाहिँ यहाँ तल दिएको छ। प्राइम फ्याक्टर चाहिँ हामीले डिभाइड गरेर निकाल्नुपर्ने हुन्छ भने यसको चाहिँ हाम्रो चाहिँ कमन चाहिँ कति रहेको छ? यसको चाहिँ यहाँ 5 र यसको नि 5 छ, यसको नि 5 छ भनेको यसको 3 छ, यहाँ पनि 3 छ, यसको पनि 3 छ भनेपछि हाम्रो चाहिँ यसमा 2 छ, यसमा छैन 2, त्यही भएर 2 लेख्न पाइएन हामीले। भनेपछि 3 र 5 भनेपछि हाम्रो एससीएफ कति आयो 3 5 जा 15 चाहिँ हाम्रो के हुन्छ एससीएफ हुन्छ। र यसरी चाहिँ हामीले चाहिँ 3 नम्बरको चाहिँ प्राइम फ्याक्टराइजेसनबाट चाहिँ यो तरिकाबाट गर्न सक्छौँ भने। र यता रहेको छ हाम्रो 4 मा देख्न सक्छौँ अब हामीले 4 मा रहेको छ फाइन्ड द लार्जेस्ट नम्बर द्याट डिभाइड्स 48 र 84 को चाहिँ हामीले निकाल्नुपर्ने हुन्छ। लार्जेस्ट नम्बर निकाल्नुपर्ने हुन्छ। यसको चाहिँ कति आउँछ? तपाईँले जुन मेथडबाट गरे पनि हुन्छ, सेटको मेथडबाट गरे पनि हुन्छ, प्राइम फ्याक्टराइजेसन मेथडबाट गरे पनि हुन्छ, जुनको गर्दा पनि हुन्छ। र यसको चाहिँ हाम्रो चाहिँ एन्सर चाहिँ हाम्रो कति आउँछ? यसको चाहिँ
कमन फ्याक्टर आउँछ भने हाइएस्ट कमन फ्याक्टर चाहिँ यसको कति हुन्छ 12 हुन्छ है। तपाईँले चाहिँ अघि मैले सिकाएको जुन मेथडबाट गरिने हुन्छ, मैले माथि 2 नम्बरमा गरेको मेथड चाहिँ हाम्रो यो 2 नम्बरको मेथडबाट गरिने हुन्छ। सेट प्राइम मेथडबाट 2 नम्बरको मेथड छ हाम्रो चाहिँ एचसीएफ द सेट अफ द फ्याक्टरको मेथडबाट गरिने हुन्छ र प्राइम फ्याक्टरको मेथडबाट जुन मेथडबाट गरे पनि हुन्छ गर्दा चाहिँ कति आउँछ यसको चाहिँ दुईटाको चाहिँ हाम्रो चाहिँ हाइएस्ट कमन फ्याक्टर एचसीएफ चाहिँ कति आउनु भयो यसको चाहिँ एचसीएफ चाहिँ हाम्रो चाहिँ कति आउँछ हाइएस्ट कमन फ्याक्टर चाहिँ 12 आउँछ। तपाईँले निकाल्नुलाई यो हाइएस्ट कमन फ्याक्टर चाहिँ 12 आउँछ भने फाइन्ड द ग्रेटेस्ट नम्बर अफ द पिपल हुज द 25 ओरेन्ज एन्ड 30 अमलाज क्यान बी द डिस्ट्रिब्युट इक्वाइली भनेको बराबर बान्न चाहिँ कति चाहिँ चाहिन्छ भने 25 र 35 को निकाल्नु पऱ्यो हाम्रो। 25 र 30 को निकाल्दाखेरि चाहिँ हाम्रो कति आउँछ हाइएस्ट कमन फ्याक्टर चाहिँ हाम्रो चाहिँ एचसीएफ चाहिँ हाम्रो कति आउँछ एचसीएफ चाहिँ हाम्रो चाहिँ कति आउने भयो एचसीएफ हाम्रो चाहिँ 5 आउँछ। एचसीएफ हाम्रो 5 आउँछ भने एचसीएफ हाम्रो 5 आउँछ भने यसको चाहिँ हामीले चाहिँ कतिवटा इक्वाइली बान्नु पर्दो रहेछ भनेपछि ग्रेटेस्ट नम्बर पिपल हुम द इक्वाइली बान्न चाहिँ 5 वटा चाहिँ हामीले बान्न सक्यो भने चाहिँ इक्वाइली 5 जनालाई चाहिँ हामीले चाहिँ 5 पिपललाई चाहिँ हामीले बान्न सक्दो रहेछौँ। यो तरिकाले चाहिँ हामीले चाहिँ यो चाहिँ एक्सर्साइज गर्न सक्छौँ र यो चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ एक्जामको लागि पनि। अझै पनि तपाईँहरूले यो हेरिसकेपछि पनि राकेश म्याथ एकाडेमी च्यानललाई सब्सक्राइब गर्नुभएको छैन र अथवा फेसबुक टिकटकमा हुन्छ भने फलो गर्नुभएको छैन भने सबै थोक गर्नु होला र फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिले भने बिताउन चाहन्छु। धन्यवाद।